मन अचोदातस श्रोत्राद वायुश्च प्राणश्च मुखादग्नि रजायतः। कार्यक्रम पाका पुस्ताको 30औं श्रृङ्खलामा सबैलाई हार्दिक स्वागत छ। 30औं श्रृङ्खलामा आज हामी अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर 3 काभ्रे गैरा निवासी लोकराज पाण्डे बुवा जो 86 वर्षका हुनुहुन्छ, उहाँले भोग्नुभएका जीवनका भोगाई सुख अनि दुःखका कुरालाई आजको कार्यक्रम पाका पुस्तामा प्रस्तुत गर्दैछौँ। कार्यक्रम हेर्दै गर्नुहोला। नमस्कार बुवा। हजुर नमस्कार। नमस्कार नमस्कार। आराम हुनुहुन्छ? ठिकै छु, आरामै छु हजुर। हो, स्वास्थ्य के छ अहिले? कति वर्ष हुनुभयो? अहिले म 86 वर्षको भएँ हजुर। स्वास्थ्यमा मेरो ठिकै छ, चाहिँ कुनै चाहिँ यसो दबाई खानु केही परेको छैन। हजुर, आँखामा के छ? ठिक छ, देख्नु? आँखाले देखेकै छु हजुर। अझै मैले पात्रो काट्न अक्षर पनि मैले चस्मा लगाएको छैन। चस्मा पनि लाउनु भएको? मैले चस्मा पनि प्रयोग गरेको छैन आजसम्म हजुर। हजुर, अनि हजुरको जन्म कति सालको भन्नुभयो? 1996 साल मङ्सिरमा। अनि त्यति बेला कति कक्षामा पढ्नुभयो कि नै? अब पढाइ चाहिँ अब हजुरको हामीहरूले चाहिँ त्यतिखेर सरकारी स्कुल भन्ने बलकोटको पौवामा मात्रै थियो। हजुर, एउटा नाइभनदेखिलाई हामीहरूका चाहिँ अन्त चाहिँ स्कुलहरू थिएनन्। एउटा खिदिममा हरिहर पाठशाला थियो। हामीहरूले चाहिँ हाम्रा बुबाहरूले चाहिँ महिनाको 1 रुपियाँ दाम एउटालाई महिना दिनसम्म पढाएको 1 रुपियाँ दाम चाहिँ मा चाहिँ हामीले चाहिँ होमकान्त गुरुबाट हामीले शिक्षा ग्रहण गऱ्यौँ। पढ्दै पढ्दै चाहिँ हामीले वेद, चन्जी, रुद्री, अब हात हल्लाएर हरि अमा ब्राह्मणोस्य मुखमासित बाहुराजन्यः कृतः ओरो तद्वैश्याः पद्व्यागुशूद्रो आदायतः भन्ने चाहिँ अब वेदहरू, चन्जीहरू, हामीहरूले लघु सिद्धान्त कौमुदी, अमरकोश यस्तै हामीहरूले चाहिँ पढाइ गरेका हौँ हजुर। भन्नाले तपाईँहरू त्यति बेला कति भाइ हुनुहुन्थ्यो अथवा कति भाइ हुनुहुन्छ हजुरहरू? हामीहरू चाहिँ 5 भाइ हौँ। 5 भाइ हुनुहुन्छ हजुर। हो, अनि तपाईँको विवाह कति वर्षमा भयो? मेरो 13 वर्षको उमेरमा, अच्छा 17 वर्षको उमेरमा मेरो चाहिँ विवाह भयो। हजुरको 13 वर्ष हजुरको उमेर? दुलैको चाहिँ 13 वर्षको, म 17 वर्षको हुनुहुन्थ्यो। अनि त्यति बेला पढाइ भन्नाले तपाईँले के काम गर्नुभयो अथवा त्यतिखेर त्यो 17 वर्षको उमेरमा विवाह भइसकेपछि? विवाह भइसकेपछि म चाहिँ आसाम चाहिँ मेरो मामा हुनुहुन्थ्यो, मामा घरमा गएँ। उहाँ चाहिँ पढ्न भनेर चाहिँ गएँ। अकस्मात उहाँ गइसकेपछि पढाइको लयन आएन। हजुर, पढाइको लयन आएन, त्यत्तिकै जाने त्यो सानोतिनो नोकरी गरिदियो हजुर। हजुर, नोकरी गरेर उरेर त्यहाँबाट 2015 सालमा चाहिँ नि हामीहरूको चाहिँ ज्येष्ठ महिनामा घर अग्निपीडित भइयो। हजुर, र चाहिँ त्यहाँबाट चाहिँ 15 सालको चाहिँ माघमा चाहिँ बुबा लिन जानुभयो र त्यहाँबाट म चाहिँ घरमा आएँ। हजुर, घरमा आइसकेपछि चुनाव चाहिँ चल्यो चाहिँ 2016 सालमा कतिखेर चाहिँ चुनाव भयो। के को त्यतिखेर चाहिँ यो चाहिँ सारा चुनाव भयो, पञ्चायतको, यही पञ्चायत उसको चाहिँ नेपाली काङ्ग्रेसको उसको चाहिँ चुनाव भयो। त्यस चुनावमा म चाहिँ अब कमगासमा गएर चाहिँ इन्टरभ्यू भयो मेरो। हजुर, 19,019 लेख, 5,505 लेख, हजुर, यस्तै इन्टरभ्यू चाहिँ भयो। परीक्षामा म पास भएँ। हजुर, पास भएर म चाहिँ कलर्कको नोकरी जानेमा चाहिँ म भर्ना भएर म चाहिँ गुल्मीको चाहिँ अब बागलुङदेखि माथि गैरा गाउँ गोलकोट तरफ म चाहिँ चुनावमा चाहिँ 2-3 जग्गा चाहिँ म चाहिँ खटिएर चाहिँ गएर वेदप्रसाद पोलिङ अफिसर, प्रिजाइडिङ अफिसर चाहिँ रामेश्वर प्रसाद को साथमा चाहिँ अब प्रहरीहरू 10-12 जना प्रहरी हामी कलर्ग वाङ्लाका धर्मराज चाहिँ अब उनी चाहिँ अब पिउनमा, म चाहिँ अब चाहिँ कलर्गमा चाहिँ हामी भर्ती भएर हामीहरू चाहिँ गएर चुनाव गराएर चाहिँ आइयो तमघासमा। त्यसपछि
मलाई चाहिँ नि अदालतमा बजारको नोकरी चाहिँ नि मिल्यो। हजुर बजारको नोकरी मिल्यो, गर्छु भनेर मैले नियुक्ति पनि लिएँ। हजुर घरमा आएर बुबा आमाले भन्नुभयो, बाबु तिमीले तम्गासँग गएर नोकरी गरेर बस्छौ भने त हाम्रो त चाहिँ नि जीविका अर्जन गर्न हाम्रो त दुःख हुन्छ, हामीले त सक्दैनौँ। हजुर बा वृद्ध, म जना मान्छे, हजुर अब त्यसो गर्दा रोगी, हजुर घर चल्दैन बाबु भन्नुभयो र नियुक्ति लिएको नियुक्ति चाहिँ नि पछि अनिरुद्ध गुरु हजुर ला लगाएर यसको घरमा यस्तो असुविधा भएको हुँदाखेरि यसलाई चाहिँ नोकरीबाट निक्लिन चाहन्छ भनेर चाहिँ पेस गरेर म निक्लेँ। हजुर हजुर त्यसपछि घरमा साह्रै दुःख थियो। हजुर साह्रै दुःख थियो। कुटो कोदालो खेतीपाती गरेर चाहिँ बस्नु पर्थ्यो। हजुर कृषि काम हजुर कृषि काम गरियो। अवस्था अनुसार फेरि जाने, कहिले आसामतिर जाने, हजुर कहिले घरतिर गर्ने, गर्दा गर्दै आखिरी म चाहिँ फेरि चाहिँ डाक्टर बिसी लाई चाहिँ पढाउन जाने आउन पर्यो। भानिज आएर चाहिँ यो डाक्टर बिसीलाई चाहिँ पढाउनु पर्यो। डाक्टर बिसी भनेको यो यहाँ संसदमा उठ्नु भएको थियो नि। हो, उहाँ मामाको छोरा पर्ने उहाँका घरमा गएर म बसेर मैले 3 वर्षसम्म सरस्वती पूजा गराएर डाक्टर बिसीलाई मैले पढाएको हुँ। डाक्टर बिसीलाई हजुरले पढाउनु? मैले पढाएको 3 वर्ष भन्नाले उही गएर पढाउनु? उही बसेर उहाँहरूका चाहिँ घरमा जो गएर बसेर चाहिँ उहाँ पनि स्कुल थिएनन् र मैले उहाँ गएर स्कुलमा चाहिँ पढाएँ। हजुर त्यसपछि फेरि चाहिँ मैले चाहिँ बडडाँडामा चाहिँ हाम्रो चिजीका बडडाँडामा चाहिँ 4-5 वर्ष मैले त्यहाँ पढाएँ। हजुर त्यसपछि चाहिँ तपाईँको चाहिँ कहिले घरको दुःख हेर्ने, कहिले कता गर्ने, कहिले कता के काम गर्ने गर्दा गर्दै पछि चाहिँ मैले चाहिँ हाम्रो सुपा देउराली मन्दिर पालीको पुछारमा चाहिँ मन्दिरमा चाहिँ 22 वर्ष मैले चाहिँ गोठाले काम पनि गरियो। अब जाने घरमा आस्तिक कम थियो, अनाज पानी परिवार ठुलो थियो। पत्थरकोटदेखि जाने रासन पानी बोकेर, पत्थरकोटबाट रासन पानी बोकेर भन्नाले त्यति बेला कति वर्षको हुनुहुन्थ्यो त्यो? त्यतिखेर चाहिँ म चाहिँ त्यही चाहिँ 27-28 वर्षको उमेरमा चाहिँ 30 वर्षको उमेर लगभगमा चाहिँ अब भारी बोक्ने। के ल्याउनुहुन्थ्यो त्यतिखेर गएर? नुन चावल ल्याउनुहुन्थ्यो। अब 31 सालमा कबेलीदेखि अरू उब्जाइयो भएन यहाँ। हजुर त्यस बेलामा चाहिँ गहुँहरू बोकियो। हरेक चोक बाटो खन्ने, हरेक गर्ने, यस्तै दुखम सुखम गर्दै आइयो। हजुर हजुर भन्नाले त्यति बेला जस्तो हामीले पत्थरकोटकै विषय कुराकानी गरिरहेका छौँ, को जानुहुन्थ्यो, कसरी जानुहुन्थ्यो? अब हामीहरू जाने अब गाउँका भाइ साथीहरू जम्मा भएर घरबाट चाहिँ 2-3 भाइ, अब बाहिरबाट पनि जाने अब यस्तै जाने अब 2-4 जना मान्छे भएर जान्थ्यौँ। गएर बुटामुनि जाने गएर जाने बासा बस्थ्यौँ। हजुरको जाने पत्थरकोट गएर भारी हाल्ने हो, त्यहाँबाट जाने बुटामुनि बास बस्ने हो। त्यहाँ त रासन पानी बोकेर चाहिँ आउने आएर त्यो त्यस्तो गर्दा कहिले काहीँ पानी पर्यो भने के हुन्थ्यो? त्यो पानी पर्दाखेरि अब हजुरको जाने अब छुट गरेर काम नि हो। अब हजुरको जाने अब त्यतिखेर प्लास्टिक पनि थिएनन् कि कोही स्याउ लैएको भाइ कपडा के लाउनुहुन्थ्यो? कपडाहरू के लाउनु? कपडा जाने के लाउने, उही कोही जाने दौरा, पौडका बान्ने, दौरा लाउने, रङ्गकी लाउने, चप्पल जुत्ता जुत्ता थिएन। तब त्यसै खाली पैदल हिँड्ने हो। हजुर खुट्टा कस्ता हुन्थ्यो? कराउ गर्ने नरबानीको तीर्थमा हजुर एकदम हिँड्न नसकिने, खुट्टा झमझमाएर बिहाल हुन्थ्यो। हजुर के भनौँ। अनि के रहेछ भन्नाले त्यति बेला जस्तो तपाईँले जस्तो पुरानो पञ्चायत शासन जान्नुभयो, राम्रोसँगै जान्नुभयो? राणा शासन पनि जान्नुभयो? राणा शासन पनि जाने। कस्तो थियो त्यतिखेर राणा शासन? राणा शासनको अवस्थामा चाहिँ अब बहुत कडा थियो। हजुर कोही चाहिँ यताउति, कोही बोल्न चाहिँ यताउति, केही अरे चाहिँ तरप्प चाहिँ बाँधेर लान्थ्यो, अनुशासन थियो। कस्ता हुन्थे पुलिस त्यतिखेर? पुलिस उतिखेरका पुलिस त काला चाहिँ दौरा सुरुवाल लागेका, ऊ चाहिँ अब एउटा फुली लागेका। हजुर त्यस्ता हुन्थे। गाउँमा आउँथे कि आउन्नथे? काम विशेषले आउँथे। अनि पञ्चायत शासनमा फेरि कस्तो थियो त्यतिखेर? पञ्चायती शासनमा पनि अब ठिकै थियो चाहिँ। अब चाहिँ पहिला राणा शासनभन्दा त थोडा कम थियो। हजुर त्यतिखेर पनि अब ठिकै थियो। हजुर
अनि जस्तो पहिलाको पञ्चायत शासन र अहिलेको यो जो गणतन्त्र छ नि नेपालमा छ, अनि यो कस्तो फरक पाउनु भएको छ? के छ? अरू कुरा सबै चाहिँ मानिसहरूले बोल्न, लेख्न, खेल्न एकदम यो चाहिँ खुलम खुला छ। चाहिँ तपाईँको चाहिँ यो राम्रो छ। अलिकति अनुशासन चाहिँ मानिसमा भने भएन। अनुशासन भएन अहिले। अनुशासन चाहिँ छैन। पहिलाका मान्छे कस्ता हुन्थे? पहिलाका मान्छे त चाहिँ हजुरको कोदाको रोटी र मकैको रोटी, आटो खानी, मजा चाहिँ ड्याममा चाहिँ बसेका फुलेका बुढाहरू, ट्याममा बसेका, रानीका दिन गए, तुराका दिन आए, हेला नगर, भोलि बिहान यसका दिन आउँछन् भनेर साहस दिन्थे। दुःख परेका अवस्थामा जाने बहुत चाहिँ सहारा गर्थे त्यस्ता बालबालिकालाई, त्यस्ता दुःख पीडित परेकालाई। त्यस्तो अवस्था थियो हजुर। अहिलेका कस्ता छन् मान्छेहरू? अहिले त चाहिँ अब चाहिँ गोजा दाम छ भनेदेखिलाई चाहिँ अब तड्का राम सबै चाहिँ राम्रै भयो, होइन भनेदेखिलाई अब चाहिँ हात दाम छैन भनेदेखिलाई केही वास्ता पर्जेस भन्ने कुरा छैन। अब अहिलेको अवस्थामा चाहिँ अलिकता दुःख लाग्दो अवस्था भयो प्रभु। अब के गर्ने? बुढाबुढी टुक्रुक्क परेर घरमा छन्। छोरा बुहारीहरू चाहिँ कोही अस्ट्रेलिया, कोही जापान, कोही जर्मन, कोही कहाँ। एक भाइ कोखामा छोरा बाबु भनेर बोलाउने चाहिँ छैनन्। एउटा गएर दबाई लिएर आउने मान्छे कोही छैन। एउटा अमल चाहियो, कोही दबाई चाहियो भने बिर्र कोटी बुढाबुढीलाई त्यही भयो हजुर। अहिलेको अवस्थामा अहिलेको अवस्था त्यस्तो भयो। सुन्नाराम भयो, खालि घर मात्रै छन्, गाउँमा मान्छे कोही छैन। अनि के रहेछ यो जिन्दगी? के रहेछ बुवा, कसरी बुझ्नुभयो हजुरले? जिन्दगी भन्ने के रहेछ भन्नुहुन्छ भने हजुरको ल्याएको पनि होइन, जाँदा दिन लाने पनि होइन। हजुर हजुर। कसैले आउँदा ल्याइएको पनि होइन, जाँदा दिन लिएर जानेवाला हामी कोही छैन। तर सन्तोषम परमम सुखम, सन्तोष लिएर किन नहोस्। दुर्गावासा ऋषिका गुफामा गएर आरामसित सन्तोष लिएर जाने बसिन्छ भने पनि भगवानले त्यसलाई आएर एउटो न एउटो चाहिँ सत उसबाट बसिन्छ भने त्यसलाई आएर ईश्वरले पुर्याउँछ। तर अहिले त्यो भन्ने कुरा, धर्म भन्ने कुरा, कर्म भन्ने कुरा त्यो हराएर गयो। हजुर। अहिले त जसका गोजामा दाम निकाल्न सक्यो, जो चटका पड्का छ त्यसैको रजाइ भयो। यो धर्म भन्ने कुरा अपहेलन भएर गयो। अब एकदम धर्ममा आस्था राख्ने मान्छे कम भयो। अनि हजुरले अहिलेको राजनीतिक अवस्थालाई कसरी बुझ्नु भएको छ? के छ बुझ्नु भएको छ? अब मैले राजनीतिक भन्ने कुरा त अब यस्तै रहेछ। जौनको चाहिँ गए पनि कमाउने जाने हो त न हजुर। गर्न गाउँमा जनताले दुःख पायो, यो जनताले यो यहाँ यो भएन, यो यहाँ यति गर्ने हो भने जनतालाई सुविस्ता होला भन्ने नेतै चाहिँ नि छैनन् हजुर। पहिला जस्तो मैले अहिले हजुरलाई थोरै कुरा काटेँ, जस्तो पहिला भन्दा त अहिले जस्तो गरिब अनि पीडित त्यसै गरी वृद्धहरूलाई सरकारले सहयोग त गरेको छ नि, होइन र? सरकारले पहिला भन्दा त सरकारले किन नहोस्। अब पहिला 100 रुपियाँबाट चाहिँ अब चाहिँ सुरुवात भएको, अहिले चाहिँ अब 3000 रुपियाँ चाहिँ अब वृद्ध भत्ता दिएकै छ। हजुर। नदिएको होइन, त्यही दिन त्यही बुढाबुढीले पाएको 3000ले चाहिँ ज्यान पनि गए हजुर। हजुर, त्यस्तो समस्या, त्यस्तो अवस्था पनि परिराखेको छ। अनि के छ भन्नाले पहिलाको यहाँ तपाईँ जस्तो तपाईँले जान्नुभयो, यहाँ कस्तो अवस्था थियो, विकास कस्तो थियो? पहिला विकास थिएन हजुर। कस्तो थियो? गाउँको चाहिँ झारा लगाएर 80 कुर्रे गुठ, 9-20 केरुङ्गा बाजा बजाउँदै चाहिँ बाटा खनिन्थे। सबै जनताहरूले चाहिँ आफ्ना खाने पानी पँधेरा कुवा साफ सुग्घर गर्थे। अब बाटामा जान्छको बाटो मूल बाटो झारा लायो भनेपछि ओ साहेब हो आज फलाना बाटो खन्ने भनेपछि जनताभरि सबै भेला हुन्थ्यो। अहिले चाहिँ हजुरको चाहिँ नि घर घरमा धारा, एक घर एक नलका दिएको छ सरकारले। तर कोही जग्गा फुट्यो भने त बनाउन जानेवाला चाहिँ हामीहरू चाहिँ जनता चाहिँ गएर बनाउनु, हामी त बुढा भइहाल्यो, युवा पिँढी पनि गएर त्यहाँ हेर्ला भन्न पर्दैन। अब अवस्था यस्तो भयो। यस्तो छ अवस्था।
अनि चाहिँ पहिलोपटक हजुरले जस्तो गाडी सवारी साधन कहाँ गएर देख्नुभयो हजुरले? मैले पहिला जानी हजुरको 2022 सालमा चाहिँ मैले बुबा आमालाई काशी गयाजी जानी जाँदाखेरि जाले डोकामा चाहिँ रासन बोकेर म चाहिँ गएर चाहिँ सुनौली चाहिँ लगेर जाले डोको राखेर मैले बुबा आमालाई एउटा छोत्रो बसमा चढाएर चाहिँ नप्तुन्ना लगेर नप्तुन्नाबाट रेलमा लिएर गएको। पहिलोपटक कृष्णनगर गएर गाडी चढ्नुभयो? म बुटोलको सुनौली गएर चढ्नुभयो? सुनौली गएर डोको जाले डोको बोकेर गएर। कस्तो भन्नाले कस्तो महसुस भयो त्यति बेला पहिलोपटक? त्यतिखेर त हजुर बुटोलदेखि सुनौली जाँदाखेरि कताबाट हात्ती आउँछ, कताबाट चोरले हान्छ, सिरु चाहिँ जम्मै चाहिँ बाटामा सिरु पल्टेको लौराले सिरु पन्छाउँदै हिँडियो। त्यसपछि चाहिँ बल्ल थोचरा गाडी घचरा घचरा गर्ने चाहिँ अब थोचरा गाडी आउन थालेका हुन्। अब पहिलाको लेखी त अहिले भैरवाबाट बुटोलसम्म कता मङ्गलापुर हो, कता चाहिँ अब जोइकुटी हो, कता चाहिँ अब छुटे पिपल हो, यो चिन्न सक्न छोडियो हजुर। अहिले त्यसलाई भरिभर आउँछ, बस्ती बसिसक्यो होइन, जम्मै पुरा भयो। अनि के रहेछ अन्तिममा अब हामी अन्ततिर छौँ, के छ अरू हजुरको के छ अरू चाहिँ के गर्नुभयो अरू जीवनमा? मैले जीवनमा हजुरको चाहिँ अब तपाईँलाई सुख लागेको कुरो जीवनमा के भयो होला? सुख लागेको कुरा हजुर अब चाहिँ दुःख भन्ने कुरा चाहिँ हजुरको डोको पनि ढाक्रे पनि भइयो, मास्टर पनि भइयो, हुँदा हुँदै चाहिँ जिन्दगीमा अहिलेसम्मको उमेरमा हजुरलाई कहिले काहीँ कस्तो भन्दा सुख हुँदाखेरि कसरी कुन सुख तपाईँले मान्नुभयो? मैले चाहिँ तपाईँको चाहिँ लाउरे मास्टर पनि भइयो हजुर, अब 2-4 दिन भए पनि कर्मचारी पनि भइयो, लाउरे भइयो, ढाक्रे भइयो, गोठालो भइयो, हुँदा हुँदै चाहिँ तपाईँको आनन्दमय जीवन 22 वर्ष मैले सुब्बा देउराली माताको सेवा गर्न पाएँ। त्यो मौकामा मलाई चाहिँ भगवानको चाहिँ एक छाक खानी, बेलुकी एक छाक खानी, दिनभरि चाहिँ मन्दिरमा बसेर पूजा गर्न पाएँ। मैले भगवान प्रतिमा आस्था जानी मैले चाहिँ बहुत मेरो हुँदा मैले नखाए पनि मेरो स्वास्थ्यलाई भगवानले आहारा दिए झैँ मलाई स्वस्थ आनन्दमय चाहिँ जीवन मेरो त्यो बितेको मलाई महसुस छ। भन्नाले त्यो सुब्बा देउराली मन्दिरमा पूजा गर्दा एकदम आनन्द खुसी हुनुभयो? म खुसी। अनि दुःखको क्षण कति बेला भयो होला? मलाई दुःखको क्षण चाहिँ 2058 सालमा हजुर मेरा छोराहरू 1 महिनाको अन्दरमा 2 भाइ छोरा हजुर घटना घट्यो। एउटा चाहिँ माइलो छोरा हलदार भएको थियो हजुर, गुल्मीको चाहिँ वामी टक्सारमा चाहिँ तपाईँको चाहिँ भिडन्त चाहिँ भएर अब प्रहरीमा थियो हजुर, घटना घट्यो। हवाई जहाजद्वारा चाहिँ मेरा छोराको लास चाहिँ हाई स्कुलमा चाहिँ आयो हजुर। त्यसपछि मेरो राइलो छोरा चाहिँ तनहुमा चाहिँ प्रहरीमा थियो। 3 महिना 19 दिन चाहिँ नि भएका थिए भर्ती भएको। त्यस अवस्थामा चाहिँ तनहुमा उसको चाहिँ मृत्यु भयो। त्यस अवस्थामा मलाई साह्रै दुःखको अवस्था मलाई त्यतिखेर आयो हजुर। 2 छोरा चाहिँ द्वन्द्वकालीन समयमा 2 भाइ छोरा चाहिँ घटना। अहिले चाहिँ अब 3 भाइ छोरा चाहिँ अब नेपाल प्रहरीमा, कान्छो छोरा नेपाल प्रहरीमा छ हजुर, ठुलो छोरा र चाहिँ काइलो छोरा चाहिँ शिलङमा चाहिँ मेघालय पुलिस बाटालियनमा छन्। साइलो छोराले बुटोलमा दुकान गरेको छ। यस्तै गरेर जीविका चाहिँ चलाइराखिएको छ हजुर। हुन्छ बुवा, धेरै कुराकानी भए, सुख दुःखका कुराकानी भए। अहिलेलाई छुट्यौँ। अन्त्यमा केही भन्नु छ भने भन्न सक्नुहुनेछ बुवा। जे भए पनि हामीले चाहिँ अब बुढेसकालको चाहिँ अवस्थामा हामीहरूले देखे भोगेका कुरा आज हजुरले मसँग आइकन सोधपुछ गर्नुभयो, त्यसमा म आभारी छु। अहिलेका पिँढीहरूले पनि धर्म कर्ममा मन दिउन्, सन्तोष रहेर मातापिता गुरुको सेवा, मातापिता र गुरुको मान राख, उनीहरू जो भन्दछन् सोही काम गर्ने गर खुरु खुरु। भगवानले मातापिता र गुरुको सेवा गरून्, धर्मको चाहिँ आस्था राखेर काम गरून् भन्ने मैले यही चाहिँ शुभकामना टक्राउँछु हजुर। हस् त, नमस्कार। नमस्कार हजुर, नमस्कार।